त फाइनली कोरियन भाषाको नयाँ फर्म 2025 पनि खुलिसकेको छ र तपाईँहरू हेर्ने इपिएसद्वाराको न्युज पनि आइसकेको छ। 2025 को नयाँ मिति एक्जाम मिति पनि तोकिएको छ र तपाईँहरूले पनि अब 2025 मा एक्जाम फर्म भर्न सक्नुहुन्छ। कोरियन भाषाको नयाँ फर्म आइसकेको छ, सूचना पनि प्रकाशित भइसकेको छ इपिएस गोर्खा शाखा ललितपुरद्वारा हैन, गोर्खा ललितपुरद्वारा त्यो प्रकाशित गरिएको सूचना अनुसार चाहिँ अब कोरियन भाषाको नयाँ फर्म अब खुलिसकेको छ। यस सूचना अनुसार चाहिँ अब तपाईले हेर्ने हो भने यसमा चाहिँ 2025 को लागि कोरियन भाषाको नयाँ फर्म मिति 2081 11 को महिना 19 गते है इपिएस कोरिया शाखाद्वारा छ है। सन् 2025 को विशेष कोरियाली भाषा परीक्षा स्पेशल इपिएस टपिक 2025 सीबीटी सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना सीबीटी को लागि छ भने नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारी पत्र एमओयू अनुरूप रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारहरूको छनौट गर्ने क्रममा ह्युमन रिसोर्सेस डेभलपमेन्ट सर्भिस अफ कोरिया एचआरडीबाट सञ्चालन हुने विशेष कोरिया भाषा परीक्षा स्पेशल इपिएस टपिक सीबीटीमा सामेल हुन चाहने एचआरडी सर्भिस अफ कोरियाबाट मिति 2081 11 को महिना 15 गतेमा प्राप्त नामावली नाम समावेश भएका मध्ये इच्छुक योग्य नेपाली नागरिकहरूबाट देहे बेमोजिम विवरण खुलाइ अनलाइन आवेदन फारम भर्नु हुन सम्बन्धित सबै जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ र चाहिँ नयाँ कोरियन भाषाको नयाँ फर्म चाहिँ खुलिसकेको छ हैन। 2021 11 को महिना 15 गते चाहिँ प्राप्त भएको नामावली नेम लिस्ट पनि आइसकेको छ र 2025 मा चाहिँ सीबीटी को लागि चाहिँ हैन स्पेशल भनेर हैन कोरियन भाषाको नयाँ फर्म खुलाएको छ। आवेदनको योग्यता 1 नम्बरमा चाहिँ नेपाली नागरिक, 2 मा चाहिँ इपिएस अन्तर्गत गणतन्त्र कोरिया रोजगार प्राप्त गरेको र सन् 2010 जनवरी 1 पश्चात भिसा अवधि भित्र वैधानिक रूपले नेपाल फर्किएका कामदारहरू। ग नम्बरमा चाहिँ 3 नम्बरमा चाहिँ उमेर 18 वर्ष पूर्ण भई 39 वर्ष ननागेको अर्थ सम्बन्धित उम्मेदवार सन् 1985 मार्च 31 देखि सन् 2007 मार्च 30 2041 चैत्र 18 देखि 2063 चैत्र 16 20 जन्मेको हुनुपर्ने छ र घ नम्बरमा फौजदारी अभियोग अदालतबाट सजाय नपाएको गणतन्त्र कोरियामा गई गैर कानुनी रूपमा बसोबास नगरेको नेपालबाट अन्य मुलुकमा जान रोक नलागेको कलर ब्लाइन्डनेस फिजिकल ह्यान्डिक्याप स्लिप डिस्क अर फिङ्गर एजुमेसन नभएको व्यक्तिहरू न कोरियामा E9 E10 भिसामा 5 वर्षभन्दा बढी अवधि नबसेको साथै कोरियाको अध्यागमन कानुन सन् 2017 नोभेम्बर पूर्व फर्केका व्यक्तिहरूको पनि नाम समावेश हुन सक्ने भएको तर निजी व्यक्ति 5 वर्षभन्दा बढी कोरिया बसेको छ भने त्यस्तो व्यक्तिले फारम दर्ता नगरिदिनु होला, अन्यथा व्यक्ति स्वयं जिम्मेवार हुने बेहोरा समेत अनुरोध छ। जहाँ एचआरडी कोरियाबाट स्पेशल टपिक परीक्षा सहभागी हुन सक्ने भनी प्राप्त भएको नामावलीमा नाम भएकोले मात्र आवेदन फारम भर्न पाउने भएकोले यस कार्यालयको वेबसाइटमा नामावली हेरी यकिन गरेर मात्र आवेदन फारम भर्न अनुरोध छ र कोले फर्म भर्न पाउने भने चाहिँ एचआरडी सर्भिस अफ कोरियाको वेबसाइटमा प्रकाशित गरिसकेको छ है, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। 2 नम्बर परीक्षाको कार्यतालिका फारम वितरण तथा दर्ता मिति मार्च 30 देखि अप्रिल 1 2025 2081 चैत्र 17 गतेदेखि 19 गतेसम्म। परीक्षा तालिकाको घोषणा मिति मे 26 2025 2082 जेठको महिना 12 गते है। परीक्षा सञ्चालन कहिले हुन्छ त एक्जाम डेट परीक्षा सञ्चालन चाहिँ फ्रम जुन 1 को महिना 3 गतेदेखि 2025 है 2082 जेठको 18 गतेदेखि 20 गतेसम्म भनेको चाहिँ एक्जाम डेट चाहिँ हैन। नतिजा प्रकाशित चाहिँ जुन 13 गते 2025 2082 जेठको महिना 30 गते भनेको छ है। विशेष परिस्थिति आई परेमा परीक्षा तालिकामा फेरबदल हुन सक्ने छ भनेको छ है। त्यसैले अहिले नै हजुरहरू आजबाट नै तपाईहरु तयारी गर्नु होला, कोरियन भाषाहरु पढ्दै गर्नु होला, एक्जामहरु दिँदै गर्नु होला। ट्याबमा नि आउँछ हजुरहरुको मोबाइलमा नि अहिले एक्जामहरु गर्न सकिन्छ र अल द बेस्ट फर योर एक्जाम। परीक्षा मिति पनि तोकिसकेको छ, तयारी गर्नु होला।
र अर्को जानकारीहरू चाहिँ हैन आवेदनको दर्ता प्रक्रिया कसरी गर्छिन्छ। दर्ता भनेको चाहिँ आवेदन दर्ता मिति विक्रम सम्वत 2081 चैत्र 17 गतेदेखि 19 गतेसम्म तकदानुसार मार्च 30 गते एप्रिल 1 2025 सम्म। ख नम्बर आवेदन दर्ताको प्रक्रिया परीक्षा आवेदन फारम https://ers.epsnepal.gov.np मा गई अनलाइन भर्न पर्नेछ। फारम भरे पश्चात प्रवेश पत्र एडमिट कार्ड डाउनलोड र प्रिन्ट गरी सुरक्षित साथ राख्नु हुन अनुरोध छ। साथै आवेदन दर्ता गर्ने तरिका https://ers.epsnepal.gov.np को पहिलो पेजमा नै डेमो हेर्न सकिनेछ। ग नम्बरमा आवेदन दर्ताका लागि आवश्यकता कागजातहरू के चाहिन्छ। कागजातहरू भनेको छ आवेदकले आवेदन फारम भर्दा राहदानीको फोटो भएको पेजको बायो पेजको रङ्गीन कलर स्क्यान गरेको जेपीजी इमेज फाइल विदिन 600 पिक्सल लेस देन 100 KB अपलोड गर्नुपर्नेछ। राहदानी बाहेक अन्य कागजातहरूको फोटोकपी मान्य हुने छैन। आवेदकले आवेदन फारम भर्दा अनिवार्य रूपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ। आवेदन फारम 3 महिना यतिको खिचेको दुवै कानदेखि नै एमआरपी साइजको सेतो पृष्ठभूमि भएको अपरचेस देखिने सेतो कपडा नलागेको रङ्गीन फोटो विदिन 100 देखि 300 पिक्सल फाइल टाइप जेपीजी ओन्ली लेस देन 15 KB साइजको फोटो स्क्यान गरी अपलोड गर्नुपर्नेछ। आवेदनका साथ कोरियामा रहँदा प्रयोग गरिएको राहदानीको नम्बर समेत उल्लेख गर्नुपर्नेछ। तर उक्त राहदानी म्याच समाप्त भई नयाँ राहदानी लिएको अवस्थामा दुवै राहदानीको नम्बर उल्लेख गर्नुपर्नेछ। आवेदकले परीक्षा शुल्क तिरेर आवेदन फारम दर्ता गरी स्वीकृत भएपछि मात्र स्पेशल इपिएस टपिकको सिबिटी परीक्षामा समावेश हुन सक्नेछ। यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। यस्तो यस्तो डकुमेन्टहरू चाहिँ तपाईँहरूको आवश्यकता चाहिन्छ। फोटो पासपोर्टहरू होइन तपाईँको यदि कोरियाको होइन तपाईँ राजधानीको नम्बर र त्यसमा यदि नयाँ बनाउनु भएको छ त्यो नयाँ नम्बर पनि चाहिन्छ भनिसकेको छ है। 4 नम्बरमा रोजगारको क्षेत्र उत्पादनमूलक र कृषि तथा पशुपालन भनेको छ है। नोट उत्पादनमूलक क्षेत्रमा फारम भर्न चाहने फारममा उल्लेखित भएको 8वटा सब क्याटेगोरिज मध्ये जुन उपक्षेत्रमा फारम भर्ने हो सोही उपक्षेत्रसँग सम्बन्धित 8वटा प्रश्न हल गर्नुपर्नेछ। फारम दर्ता भइसकेको पश्चात उपक्षेत्र सब क्याटेगोरिज परिवर्तन गर्न पाइने छैन। उत्पादनमूलकको चाहिँ यसरी भनेको छ है, ध्यान दिनु पर्यो तपाईँहरूले। 5 मा परीक्षा शुल्क। परीक्षा शुल्क अमेरिकी डलर 28 US डलर 28 लाग्नेछ। आवेदकले जुन दिन फारम दर्ता गराउने हो सोही दिनको अघिल्लो दिनको लागि नेपाल राष्ट्रिय ब्याङ्कले तोकेको विनिमय दरको हिसाबबाट हुन आउने नेपाली रुपियाँ परीक्षा शुल्क बापत तोकिएको अनलाइन भुक्तानी प्रादायिक संस्थाहरू मार्फत मात्र बुझाउन सकिनेछ। 6 नम्बर परीक्षाको प्रणाली र अङ्कको भार। प्रश्न संरचना लिसनिङ सुनाइ रिडिङ पढाइ टोटल जम्मा प्रश्न सङ्ख्या 20 रिडिङ पनि 20 लिसनिङ पनि 20 हैन रिडिङ पनि 20 टोटल 40 कुल पूर्णाङ्क 100 200 समय अवधि 50 मिनेटको हुन्छ भने इपिएस टपिक वस्तुगत बहुउत्तर मल्टिपल चोइसको मूल्याङ्कनमा आधारित हुनेछ। तपाईँहरूको यसरी भनिदिएको छ, तपाईँहरू ध्यान दिनु होला है। त 7 नम्बरमा परीक्षाको दिन पूर्व तयारी। क नम्बरमा प्रत्येक आवेदकले आफ्नो प्रवेश पत्र लिई तोकिएको मिति तथा समय र स्थानमा परीक्षामा सुरु हुनुभन्दा 2 घण्टा अगाडि नै परीक्षाको लागि उपस्थित हुनुपर्नेछ। आवेदकले आवेदन फारम भरे पश्चात प्रवेश पत्र एडमिट कार्ड र राहदानी साथमा लिई आउनुपर्नेछ, अन्यथा परीक्षामा समावेश हुन पाइने छैन। निर्धारित मिति समय र स्थानमा उपस्थित हुन नसक्ने परीक्षार्थी आवेदकले अन्य परीक्षामा सहभागी गराइने छैन। यो चाहिँ ध्यान दिनुपर्ने कुराहरू तथा तपाईँहरूले गर्नुपर्ने पूर्व तयारी। 8 नम्बरमा अन्य जानकारीहरू। क नम्बरमा परीक्षा भवन तथा कोठाभित्र मोबाइल फोन क्यासेट प्लेयर PAD MP3 स्मार्ट वाच जस्ता विद्युतीय उपकरणहरू लैजान पूर्ण रूपमा निषेध गरिएको छ। यस्ता सामग्री फेला परेमा सम्बन्धित परीक्षार्थीको परीक्षा अवैध ठहरिनेछ। भाषा परीक्षामा नक्कल गर्ने परीक्षार्थी 4 वर्ष लागि पुनः इपिएस टपिक परीक्षा सामेल हुन पाउने छैन। विगतमा अर्कोको नाममा परीक्षा दिन प्रयत्न गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक अपराधको कारबाही भइसकेकोले यस्तो गलत
कार्यमा संलग्न नहुन सूचित गराइन्छ। कोरियन भाषा परीक्षाको आवेदन फारम दर्ता गर्दा आवेदकको व्यक्तिगत विवरण जस्तै नाम, जन्ममिति, निजीको राहदानीभन्दा फरक परेमा भाषा परीक्षामा उत्तीर्ण भए पनि रोस्टरमा नाम समावेश नहुने र दक्षिण कोरियामा रोजगारी प्राप्त हुने छैन। घ नम्बरमा यससँग सम्बन्धित थप जानकारी गर्न पर्ने भयो वा यसमा केही परिवर्तन आवश्यक भएपछि सूचना मार्फत जानकारी गराइनेछ। न नम्बरमा थप जानकारीको लागि एचआरडी सर्भिस अफ कोरिया इपिएस सेन्टर नेपाल वा इपिएस कोरिया शाखा घरको ललितपुरमा 01-51863449 र 01-51836350 मा सम्पर्क गर्न सकिनेछ। च नम्बरमा यदि तपाईँको नाम प्रकाशित सूचीमा समावेश नभएमा आफूसँग भएको प्रमाणको आधारमा योग्य भएमा cbt10application@gmail.com मा आफ्नो राहदानी फर्नेर रजिस्ट्रेसन कार्ड, एलियन कार्ड अगाडि पछाडि र नेपालको इमिग्रेसनले राहदानीमा लगाइदिएको एराइभल छाप तथा अन्य कागजातहरू स्क्यान गरी पठाउनुहोला। त यो कुराले चाहिँ तपाईँले फर्म भर्न सकिन्छ। फर्मको लागि विशेष सूचनाहरू पनि छ होइन। विशेष CBT परीक्षा 2025 सञ्चालन सम्बन्धी सूचना। फारम वितरण दर्ता मिति चाहिँ मार्चको 30 गतेदेखि अप्रिल 1 महिना 2081 चैत्र 17 गतेदेखि 19 गतेसम्म चाहिँ रहेको छ। कोरियामा 4 वर्ष 10 महिना काम गरेर फर्कनु भएको 2945 जनाले परीक्षा दिन पाउने सक्नेछन्। त यो परीक्षा फारम तपाईँहरूले भर्न सक्नुहुन्छ र तपाईँहरू पनि फेरि पनि जान सक्नुहुन्छ। राम्रोसित तपाईँहरूले पढेर नै एक्जाम दिनुहोला। हस्त धन्यवाद। खामसामनिदा।